ह्याप्पी विकेन्ड गाइज। तपाईँहरूको कसरी स्टार्ट हुँदैछ विकेन्ड? मेरो चाहिँ फ्राइडे मर्निङ स्टार्टेड विथ ग्लोबल लिडर्स जुम मिटिङ होइन। अनि बिहान चाहिँ मेरो बच्चालाई स्कुल रेडी गरिराख्दाखेरि पनि जुम मिटिङ यसरी म एटेन्ड गरिरहेको छु। मेरो ठुलो छोरीको चाहिँ आज कराते क्लास छ, उसको मैले कपाल कोरिरहेको छु। कपाल कोर्दा कोर्दा पनि लिडर्सहरूसँग कनेक्ट भएर अब के गर्ने, कसरी अगाडि बिजनेस लैजाने भनेर हामी स्ट्राटेजीहरूको बारेमा डिस्कस गर्दैछौँ है। बाइ द वे मेरो मर्निङमा चाहिँ यसरी लिडर जुम मिटिङबाट स्टार्ट हुन्छ भने राति पनि मेरो टिम पूजाको जुम मिटिङ हुन्छ है। अब ठुलो छोरीलाई मैले गर्नु भ्याएँ, अब सानो छोरीलाई छिटो रेडी गर्दैछु, ड्रेस लगाइदिँदैछु। यस्तो मम्स ड्युटी यति बिजी हुन्छु है, तर यति बिजी हुँदा हुँदा पनि यति हेक्टिक लाइफको बिचमा पनि मेरो बिजनेस चाहिँ मजाले रन हुन्छ कि, किनभने हातमा मोबाइल छ र वाइफाई छ भने मैले मेरो काम गर्दा गर्दै पनि यता लिडर्स मिटिङहरू सुनिरहेको हुन्छु है। अब मेरो कान्छी छोरीलाई नि रेडी गर्दैछु, अब उसको कपाल कोरिदिन्छु। एन्ड बाइ द वे यो हप्ता चाहिँ मेरो एकदमै प्रोडक्टिभ भयो। मैले यति धेरै एक्सन टेकर्सहरूलाई वेलकम गरेँ। कङ्ग्रेचुलेसन्स एन्ड वेलकम टु द इन्टरप्रेनर वर्ल्ड, टु सुमित्रा पङ्गेनी पुरी, अनि पद्म शर्मा, लीला कुमारी मगर, रसु यादव, निङ्मा सुब्बा, धनमाया लिम्बू, सुचित्रा श्रेष्ठ, विष्णु रावत, सुमी नेपाली एन्ड रोजिना गुरुङ है। अनि यति धेरै एक्सन टेकर्सहरू आउनुभएको छ, उहाँहरूलाई वेलकम गर्दै मम्स ड्युटी गर्दा गर्दै पनि मैले फेरि 5वटा कोच कल पनि गरेँ है। कङ्ग्रेचुलेसन्स फर कम्प्लिटिङ यर कोच कल मायाजी, अनुजी, सुमित्राजी, जिमुनाजी एन्ड निरजनाजी है। ल यसरी चाहिँ मेरो बिजनेसको साथसाथै यस्तो क्युट क्युट छोरीहरूलाई हेर्दै, मेरो छोरीको आज कराते क्लास छ, अनि म चाहिँ मेरो भिजा पनि लगाएको छ है गाइज। आई एम गोइङ टु जापान। ये मेरो चाहिँ यस्तो प्रोडक्टिभ भइरहेको छ। इफ यु आर अल्सो इन्ट्रेस्टेड, म्यासेज मी गाइज।